हजुर, म चाहिँ यहाँ फाउन्डेसन इयर कम्प्लिट गरेर उता टिडब्ल्युआईमा गएको। दुबईमा भएको चाहिँ एक्ज्याक्ट भन्नुपर्दाखेरि चाहिँ त्यस्तो मलाई चाहिँ प्रब्लम चाहिँ भएको अलिअलि अब कलेजको साइडबाट हल्का प्रब्लम भएको थियो सिभीमा। बट सिभी चाहिँ अब प्रब्लम हुने बित्तिकै जस्ट आई हेभ जस्ट कन्सर्न विथ हाम्रो एचओडी सरसँग। अनि त्यो सरले भन्ने बित्तिकै अनि उता गएर हाम्रो जस्तै हाम्रो 1 मन्थ 60 डेजको चाहिँ हाम्रो ग्याप हुन्छ, जुनमा चाहिँ हाम्रो त्यो इमिरेट्स कार्ड नआएसम्म काम गर्न चाहिँ मिल्दैन। त्यो जुन चाहिँ टाइम थियो त्यसको टाइमको जुन चाहिँ सर्ट टाइम बिचमा चाहिँ 1 विकको हाम्रो सिभी सेसन राखिदिनु भयो, लाइक प्रोफेसनल सिभी सेसन। उहाँ राजा सरले सिकाइदिनु भयो, इभन उहाँ आफै पर्सनली पनि सबैको सिभी पनि बनाइदिनु भयो। त्यसपछि पनि 1 विक पछि पनि लाइक अलमोस्ट आफ्टर क्लास हुन्छ नि उता दुबईको टाइमको 6-7 सम्म बसेर पनि उहाँले सिभीहरूको लागि हामीलाई हेल्प गर्नुभएको थियो। इभन थर्सडे हाम्रो क्लास छैन त्यो दिनमा नि बोलाउनुहुन्थ्यो। अनि प्रब्लम रिलेटेड अब जुन चाहिँ अहिले टिबिसीमा क्वेसन रेज भइरहेछ, सो म भन्न चाहन्छु कि लाइक प्रब्लम चाहिँ आएको हो, बट मेन रिजन चाहिँ हाम्रो जुन चाहिँ यो प्रोटेस्ट भएको हजुरलाई पनि थाहा नै होला होइन। सो हामीलाई चाहिँ यो जब रिलेटेड चाहिँ कस्तो कुरा भएको थियो भने लाइक प्यारेन्ट्स मिटिङ इभन हामीलाई पहिला पनि भनेको थियो जब चाहिँ डिपेन्ड अन यर क्यापेबिलिटी, आफ्नो क्षमता अनुसार पाउँछ। जस्तै अब काम कुन अब आफ्नो एक्सपिरियन्स हामीसँग छैन पक्कै अहिले पनि, कोही एक्सपिरियन्स भएको अनुसार त्यो अनुसार काम पनि अब मेन रिजन चाहिँ उता काम नपाउनुको रिजन चाहिँ प्रोटेस्ट हो। प्रोटेस्ट हुने बित्तिकै लाइक नेप्लिजहरूको चाहिँ इमेजै डाउन भयो। मैले अस्ति मेरो आफ्नै पर्सनल भ्यू पोइन्ट राख्दाखेरि पनि मैले भनेको छ, त्यसले गर्दाखेरि नट ओन्ली स्टुडेन्ट इम्प्लोइजलाई पनि इफेक्ट भएको, सबै अब नेपालमा भएको सबैलाई थाहा नै होला। सो त्यो रिजनले गर्दाखेरि चाहिँ जस्ट हाम्रो सिभी एक्सेप्ट भए पनि लाइक जस्ट अब हाम्रो त अब त्यसमा हाम्रो फरेन कन्ट्री भएपछि अफकोर्स हाम्रो पासपोर्ट नम्बर त हाल्नुपर्छ, फरेन स्टुडेन्ट इन्टर्न भनेर काम राख्दाखेरि। त्यो राख्दाखेरि चाहिँ अब सिभी एक्सेप्ट भए पनि बिकज अफ द्याट पासपोर्ट नम्बर हामीलाई एक्सेप्टै गर्नु भएन क्या, बिकज अफ गभर्मेन्टको रुल अनुसार होइन। सो एट द सेम टाइम अहिले चाहिँ जुन चाहिँ अहिले यो सल्भ भइसकेपछि अहिले चाहिँ जुन चाहिँ हाम्रो सिभी गएको थियो त्यो सिभी अहिले हामीलाई मेसेज आइरहेछ त्यो टाइममा हामीले एक्सेप्ट गर्न मिलेन, नाउ यु क्यान जोइन भनेर हामीलाई आइरहेको छ रिक्वेस्टहरू पनि डिफ्रेन्ट ठाउँमा सिभी एक्सेप्ट भएको ठाउँमा। अनि अर्को एउटा कुरा मैले राख्न खोजेको चाहिँ अब यो सिभी अब काम भने अब जुन चाहिँ हाम्रो एचआर रिलेटेड कुरा छ नि, हामीलाई नट ओन्ली सपोर्ट इन सिभीमा प्रब्लम आए पनि सपोर्ट हामीलाई आएको थियो। तर एट द सेम टाइम हाम्रो उता बिजनेस आई गेस मल्टिमिडिया वान अफ द फेमस प्लेस बिजनेसको लागि, उहाँ त्यहाँको फेमस समथिङ दाहालजी आउनु भएको थियो हाम्रो एचआरजी, प्लस उहाँको एकजना सिइओ पनि आउनुभएको थियो। अनि त्यो बिचमा चाहिँ 2जना स्टुडेन्ट पनि सेलेक्ट हुनुभएको थियो। अब डिपेन्ड अन यो क्यापेबिलिटी कतिको कन्भर्सेसन हुन्छ त्यो रिलेटेड हुन्छ होइन। अनि अब प्रब्लम चाहिँ कस्तो भन्दा अब क्वेसन रेज गर्नु पनि मलाई चाहिँ के लाग्छ भन्दाखेरि डिसेन्ट वेमा गएको भए चाहिँ धेरै राम्रो हुन्थ्यो। जुन चाहिँ अब हाम्रो जुन चाहिँ इन्सिडेन्ट भयो लाइभमा इन्सिडेन्ट देख्नु भयो, अब मैले आफ्नै पर्सनल भ्यूमा राख्दाखेरि आई बिलिभ अब मान्छेहरूको पोइन्ट अफ भ्यू हो, पोजिटिभ कमेन्ट पनि आउँछ नेगेटिभ कमेन्ट पनि आउँछ, तर वाट इज ट्रुथ होइन। म त जे हो त्यो बोल्छु, किनकि मलाई न कलेजको साइड लिनुहोस् न त स्टुडेन्टको साइड, जे भएको हो त्यो मैले मेरो जुन चाहिँ भिडियो पोस्ट गरेको थिएँ टिकटक इन्स्टा फेसबुक त्यसमा जे हो त्यो मैले प्रपरली नै बोलेको छु। सो यो जब रिलेटेड कुरामा चाहिँ के भन्छ दिन्छु नै भनेर चाहिँ भनेको छैन है, सिधा कुरा। इभन माई प्यारेन्ट्स आर विटनेस, मेरो मम ड्याड दिदी आउनु भएको थियो, दे आर विटनेस। काम रिलेटेड चाहिँ त्यही हो, के भन्छ कन्फर्म छैन, तपाईँहरूलाई हामी अफर दिन्छौँ बट डिपेन्ड्स अन यो क्यापेबिलिटी, तपाईँहरूको क्यापेबिलिटी अनुसार तपाईँले काम पाउनुहुन्छ। तर हाम्रो क्यापेबिलिटी हुँदा पनि के प्रब्लम आइदियो हामी जाने बित्तिकै भन्दाखेरि जुन चाहिँ मैले इन्सिडेन्ट भने नि नेपालको प्रोटेस्ट भयो त्यो रिजनले गर्दाखेरि त्यस्तो भएको। अर्को कुरा भन्नुपर्दा यहाँबाट जाँदाखेरि एयरपोर्टमा प्रब्लम भएको भन्ने त्यो कुरा पनि आएको थियो होइन। म बोलेन भने मलाई एकदम क्वेसन रेज भएको थियो। म त बोल्न चाहेकै थिएन फर्स्ट त, किनकि कलेज स्टुडेन्टको बिचको कुरा हो, मलाई प्रब्लम भएको थिएन, भए पनि डिसेन्ट वेमा सल्भ गर्छु भन्ने कुरा भएको थियो मेरो चाहिँ। तर सच इन्सिडेन्ट ह्यापेन्ड होइन। अनि पछि ओके इन्सिडेन्ट भए पनि डिसेन्ट वेमा गएको भए हुन्थ्यो। अब मलाई त कति एलिगेसन पनि आयो कि लाइक मैले घुस लिएँ अरे। अनि पछि सो फन्निएस्ट पार्ट कि लाइक म घुस किन लिनु, इफ मैले घुस लिएको भए सो मी द प्रुफ गाइज, हो कि होइन ल भन्नु न, मैले घुस लिएको। इभन कमेन्टमा नि नेपालीहरूको त काम हो नेगेटिभ साइडमा धेरै सपोर्ट गर्ने, तर मैले त्यसो भन्नु खोजेँ कि पोजिटिभ साइडमा पनि धेरै कमेन्ट आएको छ लाइक हो क्ल्यारिफाई गरिदिनु, आइएम सरी मेरो धेरै जस्तो इङ्ग्लिस निस्किन्छ, नेपाली अलिक गाह्रो छ, बट स्टिल नेपालीमा बोलेर अलिक क्लियर गरिदिनु भन्नुभएको थियो धेरैजनाले। बट मैले भन्न खोजेर चाहिँ
जुन चाहिँ जबमा मेन कन्सर्न जबमा आएको थियो नि त, जब रिलेटेड। मैले क्ल्यारिफाई गर्न खोजेको चाहिँ त्यही हो। उहाँहरूले अझै ट्राई गरिराख्नु भएको छ, खोजिदिइराख्नु भएको छ। अब फरेन कन्ट्रीमा जाने बित्तिकै लाइक नेपालमा जस्तो काम पाइहाल्छ भन्ने हुँदैन क्या। लाइक अब फरेन कन्ट्री भने चाहिँ आफ्नो स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्छ। मैले लाइभमा बोलेको नि थिएँ, सम अफ फ्रेन्ड्स वेयर इन जिम सुट। अब एचआर आउनु लाग्छको अब हुन्छ नि अलिकति, अब आफ्नो पनि स्ट्यान्डर्ड मेन्टेन डिसिप्लिन राख्नुपर्छ। इभन अब मलाई पर्सनली पनि ह्यारास भइरहेको छ होइन यस्तो बोलिसकेपछि चाहिँ, किनकि मेरो के हुन्छ अब एज अ फ्रेन्ड अब हामी जो प्रोटेस्ट गरिराख्नु भएको छ, वी हेभ रियली गुड बोन्ड होइन, सिन्स डे 1 होइन, जब हामी भेट्यौँ। तर अहिले आएर आई नेभर थट सी विल डु दिस। अहिले आएर जुन चाहिँ पहिलाको जुन चाहिँ अब जोक क्र्याक हुन्छ, अब जस्तै अब टिचर्सहरूको चिट च्याट, अब एभ्री वान्स डु द्याट होइन। अब त्यस्तो पोस्टले सच सिली थिङ दे आर सेङ आई विल पोस्ट दिस, यस्तो क्लियरली आइम सेङ पोस्ट इट। म केही भन्दैन, त्यो मेरो एज अ एज टाइमको लिमिटेड अनुसार मैले बोले हो। हाम्रो 4जना ग्रुप थियो, त्यो पोस्ट रिलेटेड। अनि पर्सनली छि थु आई होप यु रिमेम्बर ग्रुपमा पठाएको। सो अनि पर्सनल्ली अब ह्यारास त्यसरी भइरहेछ नि त हामी पनि त्यो। अनि पछि अर्को एउटा एलिगेसन आएको, प्यारेन्ट्सहरू बोल्दैन यस्तो। अब फेरि भन्यो भने अब उसले त्यो रिलेटेड नि कुरा बोलेको थियो, म्यानर्सको कुरा सिकाउनु पर्दैन यस्तो समथिङ के बोलेर राखेको थियो। मलाई त्यस्तो हेर्ने फुर्सद पनि छैन। सो अब म्यानर्स अब एज अ हस्पिटालिटी इन्डस्ट्री अब क्वेसन रेज भएको म्यानर रिलेटेड, हस्पिटालिटी स्टुडेन्ट भएपछि म्यानर भनेको हुनैपर्छ जसरी पनि। अब हामीलाई पनि छि थु आएको छ, आई नेभर माइन्ड। अब उहाँको अब फ्रस्ट्रेसन नि हुनसक्छ। तर म भन्न चाहन्छु कि लाइक डिसेन्ट वेमा गएको भए हुन्थ्यो। अब ब्याक अफ द स्टोरी जुन चाहिँ अब उहाँ अब जो चाहिँ भिक्टिम हुनुहुन्छ, भिक्टिम भन्नुभएको छ होइन, म पनि भिक्टिम हो। मैले भने तपाईँहरूलाई क्लियर कुरा गर्नुपर्दा म यहाँबाट जाने बित्तिकै सबसे फर्स्टमा ग्राउन्डमा म्याट्रेस राखेर सुत्ने म मात्र हो। अनि एकजना मेरो लास्टमा आउनुभएको साथी एकजना थियो। अब त्यो अनसर्टेन हुने हो कि लाइक अब त्यो कस्तो भएको थियो भने हामीले लाने बित्तिकै अब त्यो बेडको कमी लाइक अब जुन चाहिँ हुन्छ नि, अब होला सर म्यामहरूले अब क्यालकुलेसन गर्दा अलिकति अब इभन हाम्रो केही फर्निचर प्रोडक्ट मगाउँदा नि कहिलेकाहीँ तलमाथि हुन्छ, टाइम अनसर्टेन हुन्छ, त्यस्तो रिलेटेडले प्रब्लम। उहाँहरू त बेडमा सुत्नु भएको छ। मेन कन्सर्न त म त 1 हप्ता आम सरी, तर म 1 हप्ता रोएर मैले घरमा नि फोन गरेँ म म्याट्रेसमा सुत्नु पऱ्यो भनेर। तर यस्तो होइन कि लाइक वी सुड अन्डरस्ट्यान्ड द बोथ साइड प्रब्लम होइन। म भन्दिनँ कि लाइक मेरो साथीहरूले गलत गर्यो भनेर प्रोटेस्ट गर्नु राम्रो हो, तर लाइक डिसेन्ट वेमा गएको भए राम्रो हो। अनि अर्को भनेको जुन चाहिँ काम पाएन एटलिस्ट मैले कति टाइम म उता हुँदा नि भनिरहेको थिएँ डिसेन्ट वेमा जाउँ। उता पनि उहाँहरूले त्यस्तो हङ्गामा गर्नुभयो। आई एम द आई विटनेस होइन। अब मलाई अब जुन चाहिँ प्रोटेस्ट गरिराख्नु भएको छ, उहाँले म रिप्लाई गर्दिनँ, उहाँले रिप्लाई गर्नु। जोको इन्सिडेन्ट मैले भने जस्तै रोडमा पढ्नुको इन्सिडेन्ट कस्तो भएको थियो भन्दा लाइक बिफोर 30 वी निड टु लिभ भनेर जुन चाहिँ हाम्रो उता टिचर हुन्छ, जुन मेन टिचर हुन्छ, उहाँले चाहिँ उहाँहरूलाई पहिला भन्नुभएको, उहाँहरूकै थ्रुबाट मैले थाहा पाएको लाइक 30 को पहिला गर्छ। किनकि हामीलाई त पहिल्यै भनेको थियो 1 मन्थ भ्यालिड लाइक हामीलाई 1 मन्थ स्टेको लागि दिनुहुन्छ। अनि अर्को भनेको 1 मन्थ फुडिङको लागि, प्लस अर्को भनेको 1 मन्थ हामीलाई भन्ने मतलब लाइक 100 दिराम राखेर हामीलाई ट्राभल कार्ड पनि दिनुभयो क्या उहाँले। सो त्यो भनेको हामीलाई लाइक हामी जाने बित्तिकै त्यो कुनै कलेज दिन्छ जस्तो चाहिँ लाग्दैन मलाई है, किनकि मैले बुझेँ आन्सर। अनि अबाउट अहिले क्वेसन रेज भइरहेको छ, फाउन्डेसन इयरमा फसायो ब्रो। लाइक आइ एम सो कन्फ्युज के बोलेको होला। लाइक हुन्छ नि कसरी हुन्छ, लाइक त्यो त हामीले पहिल्यै भनेको छ नि। हामी त ग्रोसरीमा पहिल्यै हुन्छ अबाउट 60 लाख हिसाब निस्क्यो। लाइक हाउ म त क्लियरली यहाँ भन्छ नि म तपाईँलाई लाइक त्यो ग्रोसरी जुन चाहिँ मैले पाएको छु त्यो पनि म हजुरलाई त्यो फोटो पठाइदिन्छु होइन। हाम्रो year 1, year 2, year 3, year 4 हाम्रो लेभल 5 अनि year 6 चाहिँ डिपेन्ड अन अस। हाम्रो हाई डिप्लोमा भनेकै ब्याचलर सरकै हुन्छ, रेस्पेक्ट हामीले त्यो अनुसारै पाउँछौँ, जब पनि त्यो। तर इफ यु वान्ट प्रपर ग्रेजुएसन लेभल 6 चाहिँ एज अ ब्रेक पछि नि गर्न मिल्यो, कन्टिन्यू गर्न मिल्यो भनेर। सो लेट मी गो विथ द पेमेन्ट। हाम्रो चाहिँ कस्तो भने सेमेस्टर, हाम्रो नेपालकोमा चाहिँ सेमेस्टर हुन्छ 1, 2, 3, 4, 5, 6, 7 समथिङ त्यसरी होइन। तर हाम्रो कलेजमा चाहिँ फर्स्ट अफ अल फर्स्टमै क्लियर गरेर हुन्छ कि लाइक देयर इज नो सेमेस्टर क्या। लाइक भन्नु खोजेँ हाम्रो चाहिँ लेभल वाइज हुन्छ, जस्तै लेभल 3, लेभल 4, लेभल 5, लेभल 6 त्यसरी। सो हाम्रो लेभल जुन चाहिँ 3 भनेको चाहिँ छ नि, यो चाहिँ कस्तो भन्दाखेरि यो जुन चाहिँ यो फाउन्डेसन इयर, यसमा चाहिँ हामीलाई कस्तो हुन्छ भने ट्रन 18 हाम्रो ह्यासएप रिलेटेड
त्यो अनि पछि किचनमा हाम्रो जुन चाहिँ अब फर्स्टमा त हामीसँग एक्सपिरियन्स छैन, सो हाम्रो फाउन्डेसन इयरमा चाहिँ हाम्रो किचन प्र्याक्टिकल अनि बारिस्टा ट्रेनिङ त्यो भनेको चाहिँ हामीलाई प्लस उता काम गर्नुको लागि सपोर्ट होस् भनेर त्यो फाउन्डेसन इयरमा गर्नु। प्लस अर्को भनेको हामीलाई क्लासेसहरूमा फ्रन्ट अफिसमा कसरी बिहेभ गर्नुपर्छ, लाइक एभ्री क्लासेसहरू नट यो क्लासेस भनेको त अब जुनमा नि हुन्छ, तर मेन भनेको फाउन्डेसन इयरको मेन मोटिभ भनेको चाहिँ ट्रन 18 जुन चाहिँ क्वेसन आउट भयो, ट्रन 18मा चाहिँ कस्तो हुन्छ हाम्रो यो बाहिर जुन चाहिँ युनिभर्सिटी छ यसमा चाहिँ एआई डिटेक्सन भन्ने हुन्छ होमवर्क। मोस्टली अब स्टुडेन्टहरूले च्याट जिपिटीहरू आफ्नो पर्सनल एफोर्ट नराखिकन लाइक कपी गरेर राख्ने हुन्छ। जस्ट हाम्रो यो युनिभर्सिटीले चाहिँ आफै एफोर्ट गरोस् एन्ड जस्ट ब्रिङ द मार्क्स, आफ्नो क्यापेबिलिटी देखाओस् भन्ने हो कि। सो यो ट्रन 18लाई चाहिँ बिचमा ल्याउनु पनि जरुरत पनि छैन। त अनि मेन भनेको यही हो कि जस्तो कसरी गर्ने त, जस्तै अब यो जस्तै वी हेभ सम टपिक अब इन्भाइरोमेन्ट, यसलाई कसरी इलाबोरेट गरेर लेख्ने त्यस्तो रिलेटेड हो। मैले भनिहालेँ किचन प्र्याक्टिकलहरू हुन्छ, सर्भिस कसरी गर्ने, फ्रन्ट अफिसमा कसरी बिहेभ गर्ने। इभन वी हेभ द सेसन अफ ह्यासएपको एकदमै राम्रो, सबैले राम्रै रिजल्टसँग नै एक्जाम दिनुभयो, तर अनसर्टेन्टली यो के भयो जस्ट थाहा भएन कि मलाई पनि आइएम जस्ट सक, इभन आइएम सो सक लाइक हाउ लाइक आवर फ्रेन्ड्स मसँग एकदमै राम्रो होइन, क्लासमा पनि उहाँहरू पहिला त राम्रै हुनुहुन्थ्यो, तर आई डोन्ट नो फ्रस्ट्रेसन पनि हुनसक्छ। फ्रस्ट्रेसन भन्दामा लाइक डिसरेस्पेक्ट, आफूभन्दा सिनियर प्रोफेसनलाइज डिसरेस्पेक्ट गर्नु चाहिँ हुँदैन जस्तो लाग्छ है, पोइन्ट अफ माई भ्यू होइन। अब कलेजको गल्ती कुनै कुनै पोइन्टमा छ, मैले पनि भन्छु। अबाउट मैले एजेन्टको कुरा पनि राखेँ, उहाँहरूले चाहिँ कस्तो भन्दा म आई विटनेस छ, जस्तै अब म पोइन्ट आउट गरेँ त्यो जुन चाहिँ रेन्टको कुरा जुन चाहिँ हामी त्यो गएर स्टे गरेँ 1 मन्थ पछि हामीलाई कन्भर्सेसन लाइक हामीले त्यो इन्फर्मेसनलाई छोड्नु पर्ने, सबैले छोड्यो। जुन चाहिँ त्यो रोडमा पढ्नु भयो भन्नु भने लाइक दिस साउन्ड सो चिप, तर उहाँहरूले युज गर्नुभएको वर्ड होइन, सो आइएम सरी। तर यो चाहिँ कस्तो भएको भन्दा लाइक उहाँहरूले जुन 30मा छोड्नु पनि भएन एक त। अनि अफकोर्स अब यो त त्यो दुबई त नेपाल जस्तो होइन, लाइक हामी लाइक अब प्लिज 1-2 डेज हामीलाई एक्स्ट्रा राख्नु भन्ने त्यो एग्रिमेन्ट अनुसार चल्छ, उनीहरूको अर्को एग्रिमेन्ट हुन्छ त्यो अनुसार हाम्रो त्यहाँको जुन चाहिँ अनर हुन्छ उहाँले चाहिँ निकालिदिनु भयो क्या उहाँहरूलाई चाहिँ। अनि अर्को भनेको हामीलाई चाहिँ जुन चाहिँ अब म चाहिँ 15 जस्तै 8 सेप्टेम्बर 6 जुन चाहिँ हुन्छ नि हाम्रो चाहिँ जुन चाहिँ अब एकोमोडेसन टाइम हुन्छ नि, त्यो एकोमोडेसन टाइममा चाहिँ जस्तै अब म चाहिँ 15 दिन ढिला गएको, 15 दिन चाहिँ बाँकी छ 30 डेजमा होइन, त्यस्तो भएको छ भने उहाँहरूले रिटर्न पनि गर्नुभयो क्या त्यो पेमेन्ट। जस्तै कलेजले पहिल्यै 1 मन्थको पे गरिदिनु भएको थियो, जस्तै 1000 दिराम छ भने म चाहिँ 15 दिन बसेँ, सो मलाई 500 दिराम चाहिँ फिर्ता आयो क्या, त्यस्तो टाइपको। इभन लास्टमा आउने स्टुडेन्टहरूले फुल पेमेन्ट पनि रिटर्न लिनुभएको छ विथ सेक्युरिटी डिपोजिट। अब त्यो अनि त्यसपछि कलेजमा गएर हाम्रो अनि उहाँहरूले चाहिँ कस्तो गर्नुभएछ एजेन्ट, अब उहाँहरू त बुझेर गर्नुपर्ने थियो, अब यस्तो बुझिसक्नु भएको मान्छेहरूले बुझेर गएर होइन एजेन्टलाई पैसा। अफकोर्स मैले नि तपाईँसँग केही ट्रान्जेक्सनको काम गरेँ भने अफकोर्स आई विल टेक सम रिसिप्ट नि त, विदाउट रिसिप्ट काम गरेर अब यस्तो गर्नु भएछ होइन। अनि त्यसपछि एजेन्टले पैसा लिएर भागेछ होइन। सो दे जस्ट गन टु द कलेज, अनि पछि मलाई मेरो पैसा खाएर गयो लाइक त्यस्तो होइन। सो द्याट्स सो सोचेरै कस्तो लाग्छ नि। अब हामी त फरेन कन्ट्रीमा गएर चाहिँ कस्तो रेपुटेसन कस्तो हुन्छ, उहाँ त फरेन टिचर हुनुहुन्छ होइन, उहाँ फरेन टिचरले चाहिँ नेपालीले जस्तो सोच्दैन नि त, हामी नेपाली नै हो छोडिदिउँ भन्ने जस्तो त हुँदैन। अनि उता म्यामहरूलाई नि एकदम फ्रस्ट्रेसन लेभल हाई हुने गरेर एकदमै गर्नु। अनि अर्को एउटा कुरा जस्ट अब यो जबको कुरामा मैले अर्को एउटा पोइन्ट राख्न खोजेँ, इन्टर्न। ओके, वी वेन्ट फर स्टडी, अनि इन्टर्न हाम्रो प्र्याक्टिकल नलेजको लागि होइन। अनि पछि यो भनेको चाहिँ कस्तो भन्दाखेरि अब क्लासेसको कुरामा नि क्वेसनहरू भएको थियो हाम्रो 1 दिन क्लास छ भनेर। अब बिजनेसको 3 दिन क्लास है, 3 डेज क्लास छ, हाम्रो 1 डे। अब यसको बारे क्लियरली टिचरहरूले भएको छ हाम्रो 1 डे किन भयो। मोस्टली हामी हस्पिटालिटी स्टुडेन्ट भएपछि हामीलाई नलेजले मात्र पुग्दैन, प्र्याक्टिकल नलेज पनि त्यति नै इम्पोर्टेन्ट छ, किनकि हामीलाई नलेजले मात्र पुग्दैन, हामी हस्पिटालिटी फिल्डमा भएपछि हाम्रो प्र्याक्टिकल नलेज मोर इम्पोर्टेन्ट। अनि त्यो चाहिँ हामीलाई जस्ट अब इन्टर्न गर्न इजी होस् भनेर हाम्रो 1 डे क्लास राखेको हो कि। फर्स्टमा चाहिँ हाम्रो जुन चाहिँ फर्स्ट हाम्रो सिनियर हुन्छ उहाँहरूको चाहिँ थर्सडे हुन्थ्यो होइन, हाम्रो चाहिँ ट्युसडे राख्यो, किनकि ट्युसडे चाहिँ उता अलमोस्ट बिदा दिँदो रहेछ इन्टर्नको लागि भने थर्सडे र सन्डे र ट्युसडे चाहिँ बिदा दिँदो रहेछ, त्यो अनुसार मिलाउनु भयो उहाँले। अनि पछि ट्युसडे क्लास राख्नुभयो, ट्युसडे त हामी क्लास आएपछि होल डे हामी क्लासमा बसेर अनि उहाँहरूले अर्को एउटा हामीलाई फेसिलिटी के दिनुभयो भने लाइक हाम्रो चाहिँ जस्ट उताको 9 to 2 सम्म क्लास छ भने वी क्यान स्टे 3 to 5 सम्म बसेर सरहरूसँग कन्सल्ट गरेर वी क्यान डु आवर असाइनमेन्ट के। सो सपोर्ट त्यही नै थियो।
अब यो मैले जुन चाहिँ अब एजेन्टको कुरा गरेँ, अब यसको रिलेटेड पनि अब मलाई धम्की आउँछ होला, आइ नै रहेछ। अब जुन चाहिँ प्रोटेस्ट गर्नुभएको छ उहाँले अस्ति पनि पोस्ट गर्नुहुन्छ, आई वोन्ट रिप्लाई अन दिस पर्सन विल। मैले कसैको नाम पनि लेखाएन है, यो मान्छेलाई प्रब्लम परेको भनेर, तर उनीहरूले आफै नाम राखेर यसले रिप्लाई दिन्छ। अफकोर्स अब उहाँहरू कस्तो हुन्छ, थ्रेटनिङ टाइपको हुनुहुन्छ, अब हजुरलाई थाहा नै छ। सो म स्केयर्ड पनि छैन, मैले जे हो त्यो ट्रुथ बोल्छु। मैले भने नि कलेजमा मलाई यस्तो प्रब्लम दिएको थियो, तर यस्तो सल्भ गरेँ भनेर। अब यो रिसेन्ट इन्सिडेन्टमा पनि अब सर म्यामहरूले अब सोल्युसन दिनुभएको रहेछ। अब आई डोन्ट नो, अब मैले पनि अब हिजो भर्खर पनि अस्ति लाइभमा पनि 2 करोडको कुरा आयो। पेमेन्टको कुरा जानुपर्दा म क्लियरली पेमेन्टको कुरा चाहिँ भनिदिन्छु। यो चाहिँ क्लियरली भनिदिनु होइन सबलाई, किनकि मसँग लाइक यो जज गर्ने मान्छेहरूले चाहिँ पेमेन्टको कुरामा हाम्रो इयर 1 इयर 2 को 2 लाख छैन, लेभल 4 को 7,50,000 हो है। अब यहाँ बोलिराख्नु भएको छ लेभल 4 को नि 15 लाख भनेर। दिस इज टोटली रङ, यो टोटली रङ। हाम्रो ब्रोसरीमै छ, हाम्रो लेभल 4 लेभल 5 को 750 गरेर हाम्रो टोटल 15 जति निस्किन्छ होइन। अनि अहिले जुन चाहिँ उहाँहरू यहाँ बसेर 60 लाख समथिङ कति सक्यो भनेर भनिराख्नु भएको छ नि, म भर्खर गएर त मेरो भर्खरै अलमोस्ट 11 लाख इन्भेस्ट भएको छ। अफकोर्स अब युनिभर्सिटी बाहिरको सर्टिफिकेट भने चाहिँ अफकोर्स एक्सपेन्सिभ त भइहाल्छ, तर मैले बुझ्न नसकेको अहिले आएर हामीलाई फ्रड गरेछु। तपाईँहरू एडमिसन गर्दाखेरि किन बुझ्नु भएन त? तपाईँहरू त पहिल्यै ब्रोसरी दिएको थियो, इट्स एक्सपेन्सिभ भनेर थाहा थियो त। अब फेरि यो बोल्यो भनेर फेरि के भन्छ धनको ऊ देखायो भनेर भन्छ होइन, कमेन्ट पनि आएको यस्तो मलाई होइन। म पनि मिडल क्लास फ्यामिली हो, म नि लोन लिएरै गएको हो बाहिर होइन। सो मलाई यस्तो कमेन्टले मलाई केही फरक नै पर्दैन, जे ट्रुथ हो म बोल्छु। किनकि सिधा कुरा भन्दा म बोल्न चाहन्छु, उनीहरूले मलाई फोर्स गरेको हो बोल्नलाई। किनकि पर्सनली उनीहरूले मेरो रिजल्ट पोस्ट गरिदियो कि मेन भनेको, किनकि मलाई नसुतिकन मेरो रिजल्ट किन पोस्ट गर्ने? मेरो व्यक्तिगत हो नि त त्यो त। अब उहाँहरूले मेरो नाम राखेर पर्सेन्टेज चाहिँ लुकाइदिनु भएको छ कि, अनि ल पर्सेन्टेज होइन मेरो नामै किन पोस्ट गर्नु? इभन मेरो साथी श्रेया, हाम्रो होल फ्रेन्ड श्रेया उता दुबईमा छ, उसको किन पोस्ट गर्ने? त्यो हामी कन्सर्नै छैन, हामी बोल्नै चाहँदैनौँ। हामीलाई केही अगेन्स्ट उहाँहरूको अगेन्स्ट चाहिँ जानु छैन, कलेजको अगेन्स्ट चाहिँ जानु छैन, हामी न्युट्रल भएर बसिरहेछौँ। उनीहरूले फोर्स गरेर बोलेन वेन वी स्पेक अनि ट्रुथ इज बिटर फर देम के। अब हामी चाहिँ अब त मैले कलेजको अगेन्स्ट पनि बोलेको थिएँ, खोइ त कलेजले मलाई आएर हाम्रो बारे किन यस्तो भनिस् भने त भनेन। उहाँहरूको प्रब्लम थियो, उहाँहरूले सल्भ गर्नुभयो, उहाँहरू चुप लाएर बसिराख्नु भएको छ। सो डिसेन्ट वेमा जान सकिन्थ्यो नि त, सो यस्तो हङ्गामा गर्नुपर्ने नि थिएन। बट आई रियली फेल्ट सो ब्याड। अब हाम्रो कलेजमा तोडफोड पनि भएन, आई रियली फेल्ट ब्याड होइन। अब टपर भएर अब मलाई फेभरेटिजममा राखेर मैले कलेजलाई माया गऱ्यो भन होइन। जसलाई पनि आफ्नो इन्डस्ट्रीको माया हुन्छ, उनीहरू जसरी मेरो सर्टिफिकेटहरू लाइक हुन्छ नि रिजल्टहरू पोस्ट गर्ने, मेरो त्यहाँ दाग लाग्ने सङ्केत लाइक हुन्छ नि चान्सेसहरू छ क्या। मेरो त फ्युचर लङ छ नि। उनीहरूले अब के सोचेर प्रोटेस्ट गरे आई डोन्ट केयर होइन। मलाई सेल्फिस भने नि भन्नुहोस्, वर्ल्ड सबैजनाले होइन, संसारको जसले पनि सेल्फिस भने नि भन्नुहोस्, तर आई विल थिङ्क फर माइसेल्फ नि त पहिला। म त बोलेकै थिएन, म त कसैको अगेन्स्ट बोलेको थिइनँ, तर मैले जब ट्रुथ बोलेँ उनीहरूलाई अब त्यो साँचो कुरा तितो लाग्यो भने त म के गर्न सक्छु? अनि मलाई अर्को एउटा कुरा लाग्यो, वेन दे स्पिक एभ्रिथिङ इज राइट, वेन वी स्पिक एभ्रिथिङ इज रङ। त्यस्तो त भएन नि। अनि जज गर्ने मान्छेहरू पनि मलाई अचम्म लाग्छ कि लाइक होइन उहाँहरूको पोइन्ट अफ भ्यू राख्न पाउँछ होइन। तर मैले भन्न खोजेँ, अब मैले मेरो पोइन्ट अफ भ्यू राखेँ, तपाईँलाई कति पैसा दियो रे यो बोल्नको लागि रे? ब्रो आई एम स्पिकिङ फर माइसेल्फ, वाइ वुड आई टेक मनी? म किन क्रेडिट लिनु? अनि फर्स्टली म भनिदिन्छु होइन, अहिले मैले अस्ति भिडियोमा म पर्सनली केस हाल्छु भनेपछि पर्सनली अब कमेन्टहरू डिलिट गर्नुभएको छ मेरो माई डियर फ्रेन्ड्सहरूले। तर मलाई देखाउनु के प्रुफ? मैले घुस कति लिएँ, मैले कति क्रेडिट लिएँ, कति क्रेडिट मैले यताउता गरेर मैले घुस लिएँ, कति क्रेडिट लिएर मैले रिजल्ट आफूलाई लिएँ, मैले भिडियो बनाउनलाई कति क्रेडिट लिएँ, सो मी द प्रुफ। अनि एभिडेन्स अबाउट कामको यस्तो यु आर नट ओन्ली द गाइज हु क्यान कलेक्ट द एभिडेन्स। मैले मेरो भिडियोमा नि भनेको छु, इभन आई क्यान कलेक्ट द एभिडेन्स होइन। अनि मलाई होइन तपाईँलाई मैले भनिहालेँ थ्रु दिस, मलाई एउटा के भनेको छ भन्दाखेरि मेरो दिदीले पहिला ग्रुप कलमा फोन आएको थियो होइन। म पर्सनली यहाँ आएको चाहिँ चेकअपको लागि, मेरो हेल्थ चेकअपको लागि होइन। पर्सनली अर्को भनेको मेरो भान्जीको एउटा काम थियो, अनि त्यसको लागि आएको थिएँ म। अनि त्यो रिलेटेड चाहिँ अब फोन आएको भए दिदीले उठाउनु भयो। दिदीले भनेको, म क्लियरली भन्छु, मेरो दिदीले भने मेरो भाइले यस्तो सफर गरेको, मैले कलेजमा गएर भनेको नि छु, यसरी सल्भ भइसक्यो भन्नुभयो। अनि उहाँले चाहिँ मलाई के भन्नुभयो भने, निर्जल आई हेभ द प्रुफ
अफ लाइक हुन्छ नि कल रेकर्डको एभिडेन्स छ अरे होइन। अब काटकुट गरेर हाल्नु छ भने हाल्नु, आइम रेडी। मसँग तपाईँको नि फुल रेकर्ड छ, तपाईँले के बोल्नुभएको छ। उहाँले बोल्नुभएको छ ग्राफिक डिजाइन छ, यस्तो उस्तो डिजाइन गरेर हालेको छ। अनि अर्को भनेको लाइक फोटोहरू छ, मैले साथी भएर मात्र उ नगरेको। ब्रो साथी भएको भए वाइ आर यु सेइङ यु विल पोस्ट एभ्री पर्सनल टेक्स्ट हाम्रो ग्रुपको ब्रो? दिस सो फनी सिली थिङ हो यो कुरा होइन। अनि मलाई म्यानर सिकाउनु छैन तपाईँलाई, इट्स अप टु यु। संसारले हेर्छ तपाईँको म्यानर कसरी उ गर्नुभएको छ, मलाई त तपाईँलाई सिकाउनु पनि पर्दैन। अनि पर्सनली अब हजुरको मम्मीले हाहा मलाई कमेन्टको मलाई मतलब छैन होइन, तर उहाँको कमेन्ट अब म त बुझ्दा नि बुझ्दिनँ के लेख्नुहुन्छ होइन, कमेन्टमा के लेखेर नि ल्याउनुहुन्छ। अनि मलाई अचम्म लाग्यो घुस भनेको चाहिँ के हो? लाइक ओके आई अन्डरस्ट्यान्ड टेकिङ मनी होइन फर समथिङ, तर एभिडेन्स पनि देखाउनु पर्यो नि त मैले घुस लिएको हो कि ल भन्नु त। अनि पछि अबाउट भोलिन्टियरिङ अनि म फेभरेटिजममा राखेँ अरे। अब यस्तो है, अब यो कुरा गऱ्यो भने लम्बिन्छ, तर मैले भन्नु खोजेँ यो म्यामले अब भोलिन्टियरिङ यसमा चाहिँ कस्तो हुन्छ लाइक म्यामहरूले चाहिँ होल कलेज चाहिँ म्याम त किन भन्नु, फेरि मैले म्यामको सपोर्ट लियो भन्छ यहाँ होइन। होल कलेज चाहिँ कस्तो गर्नु लाइक एभ्री डिपार्टमेन्ट जस्तै फ्याकल्टीबाट एकजना स्टुडेन्ट उठाउनु भयो क्या। अनि कस्तो भन्दाखेरि जस्तै अब केही प्रोग्राम भयो भने एभ्री डिपार्टमेन्टबाट एउटा स्टुडेन्ट उठाउने, अनि जस्ट दे विल पास द इन्फर्मेसन टु अस, अनि हामी चाहिँ क्लासमा गएर सुनाउने, अनि इन्ट्रेस्टेडहरू आउने। अनि जुन चाहिँ प्रोटेस्ट गरिराख्नु भएको छ हामीलाई फेभरेटिजममा राखेन, ओन्ली एकजनालाई राख्यो भनेर उहाँहरू पनि आउनु भएको छ, प्रुफ पनि छ। अनि अर्को एउटा मलाई हाँसुदो लाग्यो, उहाँले आफै पोस्ट गर्नुभएको थियो जुन चाहिँ होलीको फेस्टको प्रोग्राम, यसमा पनि त क्राइम केस लाग्नु पनि किन केस लागेन? अब मैले भन्नु खोजेँ त्यो फन पार्टको राख्नु इज ओके, तर पर्सनली जुन चाहिँ हाम्रो कन्भर्सेसन भइरहेको यो त तपाईँ र मेरो हुन्छ नि। अब तपाईँले पनि मलाई यो पोस्ट गर्नलाई सोध्नुहुन्छ नि लास्टमा, सुड आई पोस्ट दिस भनेर, हो त्यस्तो हुनुपर्छ। अब लाइभमा नि अब मैले भन्नु खोजेको चाहिँ अब बुझ्नु भयो होला सबैले होइन, त्यो सिनेरियो फरक छ कि मैले भन्नु खोजेको चाहिँ। अनि अन्नेसरी यसरी रेकर्ड गर्ने होइन। अब हाम्रो आइटीको फ्रेन्डहरूको नि रेकर्ड गर्नु भएको रहेछ। मलाई पर्सनली आइटीको साथीहरूले नि भन्नुभयो तिम्रो साथीले के गरेको, हामीले त जस्ट अब उसले रेकर्ड गरेको भनेर नि थाहा नि किन पोस्ट गरेँ, जस्ट से हर टु डिलिट भनेर। म कसरी भन्ने डिलिट गर्नु भनेर होइन। अब उहाँले बुझ्नु नै भएको छ, मेरो आफ्नै मेरो दिदीले चाहिँ रिजल्ट डिलिट गरिदिनु, नाम नराख्नु भनेर भन्नुभएको थियो। अब उहाँ चाहिँ डिलिट गर्ने जस्ट उहाँले बोल्नुभएको चाहिँ सबै राइट, सबै उहाँलाई मात्र थाहा छ लहरू, हामीलाई चाहिँ केही थाहा नभए जस्तो गरी कुरा गर्नुहुन्छ कि। सो म चाहिँ पब्लिकलाई के भन्न चाहन्छु भन्दाखेरि होला उहाँले अब जसरी पोर्ट्रे गर्नुभयो उहाँ सफर पनि हुनुभयो, फर्स्ट अफ अल त उहाँ जानु नै भएको छैन होइन। अब उहाँले भन्नुभयो म जानेवाला छु, मेरो फ्युचर कन्सर्नको लागि सोध्नुपर्छ। मलाई त यो अचम्म लागिरहेको छ 60 लाख चाहिँ कसरी आयो देखाउनुहोस् न। 60 लाख होइन, मैले फेरि कलेजको सपोर्ट लियो नभन्नु, मैले पनि त पे गर्नुपर्ने 60 लाख हो कि ल भन्नु त। यस्तै हो भए त मैले टोटल क्यालकुलेसन गर्दाखेरि मैले होल नट ओन्ली लेभल 5 विथ लेभल 6 होल ब्याचेस कम्प्लिट गर्दाखेरि मैले टोटल क्यालकुलेसन गर्दाखेरि त्यस्तै 27 to 28 लाख म्याक्सिमम्। तपाईँ बाहिर आफै कुनै युनिभर्सिटीमा जानुभयो भने इट विल टेक मोर होइन। अब उहाँले भन्नु होला अब स्टुडेन्ट भिजा लाइक भिजा सिजाको 2 लाख भन्नु होला, त्यो समेत गरेर मैले त्यति क्यालकुलेसन निकालेको। सो अबाउट अब के भन्नु, मैले सबै क्लियरिफाई त गरि नै हाल्यो।